एकछिन रुक। यो भिडियो मोटिभेसनको लागि होइन, यो ती मानिसहरूको लागि हो जो बाहिरबाट नर्मल देखिन्छन् तर भित्रबाट कम्प्लिटली लस्ट फिल गरिरहेका छन्। किनकि साँचो कुरा के हो भने आजको जेनेरेसनसँग इन्फर्मेसन धेरै छ तर डिरेक्सन छैन, इन्टरटेनमेन्ट धेरै छ तर पिस छैन, फ्रेन्ड्स धेरै छन् तर रियल अन्डरस्ट्यान्डिङ छैन, र सबैभन्दा डेन्जरस कुरा धेरै मानिसलाई थाहा नै छैन कि उनीहरूको लाइफ बिस्तारै गलत डिरेक्सनमा गइरहेको छ। दिन बितिरहेको छ, उमेर बढिरहेको छ, ड्रिम हराउँदै गइरहेको छ, अनि हामी बस स्क्रोल गरिरहेका छौँ। सुन, यो भिडियोमा म तिमीलाई इम्प्टी मोटिभेसन दिने छैन, म तिमीलाई ती हार्ड ट्रुथ सुनाउने छु जुन सायद कसैले तिमीलाई डाइरेक्ट रूपमा भनेको छैन। किनकि कहिलेकाहीँ लाइफ चेन्ज गर्न मोटिभेसन होइन, एक पेनफुल रियलाइजेसन चाहिँदो रहेछ, र सायद आज त्यो रियलाइजेसन हुने दिन हो। फोनले तिम्रो जीवन बिस्तारै चोर्दैछ। फोन डेन्जरस छ भनेर तिमीलाई कसैले डराउँदैन, किनकि यसले तिम्रो जीवन एकैचोटि बिगार्दैन, यसले बिस्तारै डिस्ट्रोय गर्छ। पहिला 5 मिनट रिल हेर्न फोन खोलिन्छ अनि अचानक 2 घण्टा हराइसकेको हुन्छ, अनि त्यो 2 घण्टा मात्र होइन, यससँगै हराएको हुन्छ फोकस, डिसिप्लिन, क्रिएटिभिटी, प्यासेन्स। सबैभन्दा स्क्यारी कुरा के हो थाहा छ? आजकल धेरै मानिससँग सपना त ठुलो छ र एटेन्सन स्पान 10 सेकेन्डको छ। बुक पढ्न गाह्रो छ, डिप वर्क गर्न गाह्रो छ, एक्लै बस्न गाह्रो छ, किनकि ब्रेन इन्स्टेन्ट डोपामिनमा एडिक्टेड भइसकेको छ। हर समय नयाँ भिडियो, नयाँ नोटिफिकेसन, नयाँ इन्टरटेनमेन्ट, अनि ब्रेनलाई साइलेन्स नै अनकम्फर्टेबल लाग्न थाल्छ। हार्ड ट्रुथ, फोन खराब होइन, अनकन्ट्रोल्ड स्क्रोलिङले मानिसलाई मेन्टल्ली विक बनाइरहेको छ। आज धेरै मानिस फिजिकल्ली टायर्ड छैनन्, मेन्टल्ली एक्जस्टेड छन्। र यदि तिमीले आफ्नो एटेन्सन कन्ट्रोल गर्न सकेनौ भने भोलि कसैले तिम्रो एटेन्सन युज गरेर पैसा कमाउनेछ। तिमी आफ्नै ड्रिमबाट टाढा हुँदै जानेछौ। कसैले आएर तिम्रो जीवन बचाउने छैन। सुन, यो कुरा अलि हर्ष छ तर सायद तिमीले अहिले नै सुन्नु पर्छ। सानो हुँदा हामीलाई लाग्थ्यो एक दिन लाइफ आफै ठिक हुन्छ, कसैले हेल्प गर्छ, कसैले अपर्च्युनिटी दिन्छ, कसैले बुझ्छ। तर उमेर बढ्दै जाँदा एउटा डेन्जरस रियालिटी बुझिन्छ। यो दुनियाँ तिम्रो दुःख रोकिएर हेर्दैन। तिमी रातभर रोए पनि भोलि बिहान सूर्य उस्तै गरी उदाउँछ। तिमी डिप्रेस्ड भए पनि अरू मानिस आफ्नो लाइफमै बिजी हुन्छन्। कसैले तिम्रो ड्रिम तिम्रो लागि चेज गर्दैन। हो, मान्छेहरूले मोटिभेट गर्न, सपोर्ट गर्न सक्छन्, तर तिम्रो लाइफ उठाउने रेस्पोन्सिबिलिटी त्यो तिम्रै हो। र सबैभन्दा पेनफुल मोमेन्ट त्यो हुन्छ जब तिमीलाई रियलाइज हुन्छ अब कसैले आएर मेरो फ्युचर बनाइदिने छैन। तर यही रियलाइजेसन डेन्जरस पनि हो, किनकि यही दिनबाट मानिस भिक्टिमबाट वारियर बन्छ। त्यसपछि उसले ब्लेम गर्न छोड्छ, एक्सक्युज दिन छोड्छ, र बिस्तारै उसले आफ्नो लाइफ बदल्न सुरु गर्छ। डिसिप्लिन भनेको सिधा सोझो हुनु होइन। सानो हुँदा धेरै नबोल्ने, सबैको कुरा मान्ने, झगडा नगर्ने बच्चालाई डिसिप्लिन भनिन्थ्यो। अहिले बुझ्दै जाँदा डिसिप्लिन थिएन, त्यो त डर थियो, पिपल प्लिजिङ थियो। रियल डिसिप्लिन कम्प्लिटली डिफ्रेन्ट हुन्छ। डिसिप्लिन भनेको मुड नभए पनि उठ्नु, थाकेको हुँदा पनि काम गर्नु, नो बडी वाचिङ हुँदा पनि मेहनत गर्नु, किनकि मोटिभेसन अनरिलायबल हुन्छ, आज हुन्छ भोलि हराउँछ। तर डिसिप्लिन्ड मान्छे उसले मुड कुरेर काम गर्दैन, उसले एक्सन लिन्छ। हार्ड ट्रुथ के हो भने दुनियाँमा धेरै ट्यालेन्टेड मानिस हराए किनकि उनीहरू कन्सिस्टेन्ट थिएनन्, र एभरेज मानिसहरू पनि धेरै माथि पुगे किनकि उनीहरूले क्विट गरेनन्। याद राख, डिसिप्लिन ग्लैमरस हुँदैन, लोनली हुन्छ, बोरिङ हुन्छ, रेपिटेटिभ हुन्छ, र यही चिजले फ्युचर बनाउँछ। दिनको मेहनतले लाइफ चेन्ज हुँदैन, र डेली रिपिटेड इफोर्टले साधारण मानिसलाई एक्स्ट्रा अर्डिनरी बनाउँछ। चौथो हार्ड ट्रुथ के हो भने धेरै मानिस कहिल्यै आफू बन्न चाहेको व्यक्ति बन्दैनन्। बचपनमा हामी सबैसँग सपना थियो, कोही ठुलो मान्छे बन्न चाहन्थ्यो, कोही परिवारको अवस्था बदल्न चाहन्थ्यो, कोही आफूलाई प्रुभ गर्न चाहन्थ्यो। हार्ड ट्रुथ के हो थाहा छ? धेरै मानिस आफ्नो सपना भन्दा पहिले हार मान्छन्, किनकि लाइफ एकैचोटि डिस्ट्रोय हुँदैन, बिस्तारै हुन्छ। आज मात्रै आराम गरौँ, चिज सुरु गरौँला, अहिले मुड छैन। यही स्मल एक्सक्युजेसले मानिसको फ्युचर खाइरहेको हुन्छ, अनि एक दिन उमेर त बढिसकेको हुन्छ र सपना भने त्यही पुरानो ठाउँमै अड्किएको हुन्छ। सबैभन्दा ठुलो दुःख फेलियर होइन, सबैभन्दा ठुलो दुःख त्यो मोमेन्ट हो जब तिमीले थाहा हुन्छ म अझै धेरै बन्न सक्थे तर समय फर्किँदैन। त्यसैले अहिले स्ट्रगल गर, अहिले मेहनत गर, किनकि फ्युचरमा रिग्रेट भन्दा भारी चिज केही हुँदैन। समय धेरै छ भन्ने सोच नै सबैभन्दा ठुलो भ्रम हो। जब हामी यङ हुन्छौँ हामीलाई लाग्छ अझै धेरै समय, स्किल पछि सिकौँला, ड्रिम पछि चेज गरौँला, लाइफ पछि सिरियसली लियौँला। तर रियालिटी के हो? समय बिस्तारै होइन, छिटो भागिरहेको हुन्छ। हिजोको बच्चा आज ठुलो भइसकेको हुन्छ, आमा बुबा बुढो हुँदै जानुहुन्छ, साथीहरू छुट्टिँदै जान्छन्,
रेस्पोन्सिबिलिटिज बढ्दै जान्छ अनि अचानक एक दिन तिमी मिरर हेरेर सोच्दै हुन्छौ यत्रो समय कहाँ गयो। हार्श ट्रुथ के हो भने तिमीले वेस्ट गरेको टाइम फर्केर आउँदैन। मनी फेरि कमाउन सकिन्छ, रिलेसनसिप फेरि बनाउन सकिन्छ, तर गएको समय कहिल्यै फर्केर आउँदैन। त्यसैले यदि तिमीसँग सपना छ भने अहिले नै सुरु गर। पर्फेक्ट मोमेन्ट कुरेर बसेका धेरै मानिस कहिल्यै सुरु नै गर्दैनन्।